रमाइलो छ आज रेस्ट डे छ पीएम कप म्याच नेसनल क्रिकेट टुर्नामेन्टको 2024 आज रेस्ट डे र वी आर मुभिङ अराउन्ड हामी रोमिङ गर्दैछौँ र लोकल दृश्य हामी अवलोकन गरिरहेछौँ नाउ वे इन्टु द रिभर वी आर गोइङ फर द स्विमिङ वो ओ गाइस आज हामी चाहिँ दाङको लमाई भन्ने ठाउँमा चाहिँ स्विमिङ गर्ने भनेको खोलामा हैन हाम्रो टिमहरु सबै हुनुहुन्छ यहाँनिर चाहिँ अब यहाँ खोलातिर झर्ने बाटो चाहिँ यस्तो रहेछ कोही मास्तिर हुनुहुन्छ हाम्रो सुमित भाइ इटरीको माथि जिबु दाइ झापाको एउटा यादव भाइ कताको यसको घरका हो रमाइलो भइरहेछ समीर दाइ माथि हुनुहुन्छ taking the benefit of our rest and we definitely take the benefit of our rest ह्यापी हुनुहुन्छ फेरि केही भन्दिनुस् दाइ रमाइलो लागेको छ नयाँ ठाउँ हो नयाँ अनुभव आछौँ पुलको तल आएका छौँ जान्छौँ स्विमिङ गर ल अब पुरै जङ्गल छ हामी चाहिँ पुलको निर आयो पुल मुनि आयो अनि यहाँनिर खोला चाहिँ ठुलो देखिन्छ तर त्यो के अरे तल हुन्छ नि ड्याम बाँधेको रहेछ पानी चाहिँ फोहोर छ कि सफा चाहिँ हेर्नुपर्ने हुन्छ हामीले कसैको दम छ नि आउने आमामामा ए सम्धि के गरेको धनगढी जाने बाटो हो यतातिर चाहिँ यतातिर अनि काठमाडौँ जाने बाटो हो हामी चाहिँ यो के खोला पो भनिदिएको नि नाम बिर्स्यो यहाँको खासै स्विमिङ गर्छ जस्तो चाहिँ लाग्दैन हामीले किनकि यस्तो फोहोर रहेछ पानी ऊ तलदेखि मासतिर आउँदै हुन्थ्यो के खोज्नु भएको नि फेरि मासतिरबाट तलतिर जाँदै हुनुहुन्छ बोलाको कान पनि सुन्नुहुन्न रहेछ कहाँ हिँडेको साथी तिमी राप्ती के को राप्ती हो यो राप्ती होइन नि यो खोला हो विकल्प दाइ हामी कहाँ हिँडेको हामी पौडी खेल्न हिँडेको हाम्रो विकास खगेन्द्र दुधराज विकास भन्ने मान्छे चाहिँ पौडी खेल्न पनि लाज मान्दैछ ए उ त सारे अहिलेदेखि बुढीले काहीँ नखेल्नु कुरा मात्र गरेर आउँदाखेरि त्यस्तो होइन त्यस्तो हुनुहुन्छ भोलिको दिनमा साथीभाइ जाउँ नि त भन्दा भोलिको दिनमा काहीँ उहाँ सुकुटे बिचमा गएर बुढीसँग मात्र खेल्ने उहाँको चाहना हो कि हो विकासजी खेलौँ भन्दा मान्नुहुन्न उहाँ के हो ल ठिक छ अब खेलौँ हामी ल खेलौँ हामी चाहिँ खेलौँ शरदजी तपाईँ र म चाहिँ पौडी खेलौँ 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 दाइ विकासजीलाई चाहिँ छोड्नु हाम्रो जिमु दाइ पुरै उहाँ कपडा खोलेर माथि रेडी भइसक्नु भएको छ अनि समीर दाइ ऊ तल आउँदै हुनुहुन्छ उहाँ तल हुनुहुन्छ अरू केटाहरू कता हरायो अरू केटाहरू त छैन त ए दुईजना उहाँ माथि पुगिसकेको रहेछ अनि म यता छु मेरो केस डेडलक हुन आँटिसकेको छ हिजोदेखि नुहाएको छैन टाउको फेरि नुहाउने भनेको खोलामा पानी राम्रो छ यहाँ माथितिर हेरौँ है त कस्तो बवाल देखिन्छ कि खोला भयो यार हाम्रो दाइ चाहिँ यहाँ पारिपट्टि जानुपर्ने हो कस्तो छ त्यता स्विमिङ गर्ने भनेको खै केटाहरू के भन्छन् यार समीर दाइ किन मुख छोप्नु भयो किन हामी कहाँ छौँ साथी खोलामा आएको पौडी खेल्न डर लाग्यो सबलाई डर लागिरहेको छ नाप्दै आएछ त नाप्दै आएछ न पौडी खेलिरहेको समीर दाइ आउनु कति गइरहेछ के भन्छौ
के भन्नु स्विमिङ गरिसक्यो अब होटल जानुपर्ने हुन्छ अनि फेरि नुहाउनु पर्ने हुन्छ अनि फेरि खाना खानुपर्ने हुन्छ अनि सुत्नुपर्ने हुन्छ त्यही हो थ्याङ्क यू सो मच गाइस हेरिदिनु भयो थाकिसकेँ म गाइस थाक्यो पुरै बिजोग भयो हाम्रो सम्झिनु छ वाट्सएप विकल्प बताए वेलकम पर हाम्रो समीर दाइ र सरोजमा पर आउँदै हुनुहुन्छ